साथीहरू। आज चाहिँ म बेलुका चिसो चिसो हुन्छ, त्यसले गर्दा चाहिँ मैले चाहिँ आज चाहिँ उयो के भन्छ स्टु बनाउँदैछु है। स्टु भन्छ, तपाईँले कौडी पनि भन्छ होला है। म चाहिँ त्यो बनाउँदैछु अन्त मुसुरी दालमा। हेर्दै जानुहोस् न ल। मुसुरी दाल बनाएको छु। यो कुकरमा चाहिँ 2 सिटी लाउनै पर्छ। 1 सिटी लाउँदा हुन्थ्यो अर्को कुकरमा भए। यसमा चाहिँ 2 सिटी लाएर चाहिँ म यसलाई आधा कल्चो पकाउँछु। त्यसपछि चाहिँ मैले चाहिँ यहाँ आटा मोलेको छु है, यसको बनाउँछु। अन्त यहाँनिर मैले भेजिटेबलहरू तयारी गरेको छु। यसमा चाहिँ मैले हालेको छु गाजर, मटर, बिट है, फुलकोपी छ। अरू चाहिँ आलु पनि हाल्दा हुन्छ। हाम्रो चाहिँ सुगर छ मेरो हस्बेन्डलाई चाहिँ, त्यसले गर्दा आलु हाल्दिनँ। नत्र चाहिँ यसो ठुल्ठुलो पारेर कप्टेरो पारेर हाल्नुपर्छ है। यो चाहिँ मैले तयारी गरिरहेको छु हो। अब अहिले एकछिनमा हाल्नुपर्छ त्यो उयसमा दालमा ल। अब यहाँबाट चाहिँ म कौडी बनाउनु थाल्छु। कौडी त होइन, म कौडीको सेप त बनाउँदिनँ। त्यसै कारणले चाहिँ हामी यसलाई चाहिँ स्टु भन्छौँ। म चाहिँ स्टुको सेप बनाउँछु ल। हेर्दै जानुहोस् है। म चाहिँ यस्तो सेपले बनाउँछु। यो डल्लो डल्लो यस्तो सेपले बनाउँछु। हाम्रो त मेरो चाहिँ बाबाहरूले चाहिँ पहिला मेरो बाबा चाहिँ अङ्ग्रेजसँग बसेकोले गर्दा चाहिँ उहाँहरू चाहिँ हामीलाई सानोमा चाहिँ हामीलाई स्टु भनेर खुवाउँथ्यो। तर यस्तो चाहिँ ठुल्ठुलो बनाएर खुवाउँथ्यो, खानै नसक्ने हो। अन्त त्यसलाई नै म चाहिँ यो सबले कौडी भन्छ। कौडी चाहिँ अब यसरी नेप्टाएर बनाउँछ नि त, यसरी होइन। हामी चाहिँ यो स्टुकै सेपले बनाउँछौँ हो। यसरी बनाउँदै जानुपर्छ, एकाअर्कामा टाँसिनु दिनु हुँदैन। यसमा जति बनिँदै जान्छ उति हामीले आँटा अलिअलि थप्दै यसलाई चाहिँ टाँसिनु दिनु हुँदैन। मेरो चाहिँ दाल यतिको पाक्यो है, 2 सिटीमा चाहिँ यतिको पाक्यो। अब म चाहिँ यसमा चाहिँ यो सब्जी हाल्छु। हेर्नुहोस् है, यो सब्जीहरू सबै हाल्छु। यो सब्जी हालेर चाहिँ 1 सिटी लाउँछु दालमा हो। यो सब्जीहरू हालेर चाहिँ म 1 सिटी दालमा लाउँछु। त्यहाँदेखि चाहिँ म त्यसलाई सबैलाई चाहिँ एकैचोटि डेक्चीमा खनाउँछु ल। हेर्दै जानुहोस् है। सब्जीहरू हालेँ। यसमा चाहिँ गाजर, बिट, फुलकोपी, मटर छ। यो चाहिँ अब हालेँ। सिमीहरू हुने जो तपाईँहरूलाई जे मनपर्छ आफूलाई मनपर्ने सब्जी हाल्दा हुन्छ। मैले चाहिँ मेरोमा जे एभाइलेबल थियो त्यही हालिदिएको छु ल। यति हालेर चाहिँ अब हामीले 1 सिटी लाउनुपर्छ कुकरलाई दालमा, दालसँग ल। मैले चाहिँ यहाँ चाहिँ मैले उयो बनाइसकेको छु है। यो चाहिँ यसरी बनाएको छु है, यसरी बनाएको छु। अरू चाहिँ कौडी बनाउँछ, यस्तो गर्दै कौडी बनाउँछ। हाम्रो यसो गर्दै यस्तो गरेर कौडी बनाउँछ। मैले चाहिँ त्यसरी नबनाएर चाहिँ यसरी बनाएको। त्यसै कारणले चाहिँ हामी चाहिँ यसलाई स्टु भन्छौँ। हामीलाई नानीमा बाबाले खुवाउनुहुन्थ्यो नि त, बाबा आमाले। त्यसले गर्दा चाहिँ यस्तै स्टाइलले बनाएको। कौडी चाहिँ झमेला नि त, साह्रो यसो गरिबस्नु। त्यसले गर्दा चाहिँ सिधै उसँग तपाईँले यसलाई कौडी भन्दा पनि हुन्छ, स्टु भन्दा पनि हुन्छ ल। चाहिँ यस्तो भयो है, दाल सब्जीहरू चाहिँ यस्तो भयो। अब यसलाई चाहिँ म यत्रोमा चाहिँ अब स्टु बनाउनु हुँदैन, यसलाई चाहिँ ठुलो डेक्चीमा खनाउनुपर्छ। अब यसलाई चाहिँ मैले डेक्चीमा खनाउँदैछु ल। यसरी खनाउनुपर्छ। यसरी खनाउनुपर्छ। अन्त अब यहाँ रकुमा पनि अलिकति पानी हालेर चाहिँ हामीले पानी त धेरै नै हाल्नुपर्छ यसमा हो। अब चाहिँ हामीलाई यसलाई चाहिँ हामीले धिमा आँचमा चाहिँ आगोमा बसाउनुपर्छ, ग्यासमा चलाउनुपर्छ। यसमा अझै पानी हाल्नुपर्छ हो। अब म यहाँ यसलाई चाहिँ ग्यासमा बसाउँदैछु। यसरी बसाउँदैछु। यसमा अलिक पानी थप्नुपर्छ। अन्त यसलाई अब नुन चाहिँ चाख्नुपर्छ लास्टमा गएर कतिको लाग्छ है। अब हेर्दै जानुहोस् ल। मैले पानी हालेँ, अन्त कोपी पनि हालेँ है। यिनीहरू कोपीहरू हालेको यतिको छ। अब यसमा चाहिँ म यो उयो हाल्दै जान्छु ल। हेर्दै जानुहोस् है। अब हामीले यसलाई बिस्तारै बिस्तारै हाल्नुपर्छ, फेरि छात्राङ छुत्रुङ हुन्छ। यसरी हाल्दै जानुहोस् है, साह्रो हाल्नुपर्छ, चलाउनुपर्छ। अब बिस्तारै बिस्तारै यसलाई चाहिँ धिमा आँचमा हामीले छोडिदिनुपर्छ, किनभने यो पाक्नु टाइम लाग्छ। पाक्दा फेरि उम्लेर बाहिर जान्छ फिच आएर। त्यसले गर्दा चाहिँ हामीले चाहिँ यसलाई बिस्तारै छोडिदिनुपर्छ, एकछिन छोपिदिनुपर्छ। स्टु चाहिँ यसरी पाक्दैछ। यसले कलर पनि मिठो आएको छ, किनभने बिटले गर्दा कलर राम्रो आएको छ, बिट गाजरले गर्दा है। यसलाई निकै पाक्नु दिनुपर्छ, किनभने दाना हो नि त, यो पाक्नु टाइम लाग्छ। यो पाक्नु टाइम लाग्छ। यसरी पाक्नुपर्छ ल। हाम्रो स्टु चाहिँ पाक्यो है। यस्तो दामी भएको छ, यस्तो दामी भएको छ। के भन्छ अब यसलाई चाहिँ सर्भ गर्छु। यता चाहिँ मैले धनियाँको अचार बनाएको छु। यता चाहिँ मेरो हाम्रो कोदोको रोटी पनि छ है।
यी मैले चाहिँ घिउ पनि हालेँ है, घिउ पनि हालेँ। अब त्यो चाहिँ एकदम यसमा मोलेर चाहिँ तातोले चाहिँ गल्छ है, त्यसले गर्दा चाहिँ सेन्ट पनि मिठो आउँछ घिउको। ल मासु खानेहरूले भने चाहिँ मासु माथिबाट सुक्खा उयो गरेर हाल्दा हुन्छ, के भन्छ किमा मासु हालेर खाँदा हुन्छ। हामीले चाहिँ भेज खान्छौँ र त्यसरी बनाएको हो। ल म चाहिँ यहाँ सर्भ गर्दैछु। अब हाम्रो यो बेलुकाको हो आज चाहिँ खाना है, जाडोमा मिठो हुन्छ नि त। यो त बेसी खानु पनि सकिँदैन। देख्नुभयो होला है, तपाईँहरूले कौडी भन्छ होला, हामी स्टु पनि भन्छौँ कौडी पनि भन्छौँ, तर अब सेप चाहिँ कौडीको छैन नि त, त्यसले गर्दा। अन्त तपाईँहरूलाई कस्तो लाग्यो, मन पऱ्यो भने चाहिँ यसो कमेन्ट्स गरिदिनुहोस्, लाइक गरिदिनुहोस् है। अन्त जसले हेर्नुहुँदैछ उहाँहरूले मेरो फलो गर्नुभएको छ भने चाहिँ फलो गरिदिनुहोस् है, मेरो पेजलाई फलो गरिदिनुहोस्। सधैँ तपाईँहरूले हेर्ने हुनेले चाहिँ ठिकै छ, एउटा लाइक र कमेन्ट चाहिँ दिनुहोस्। नेक्स्टमा पनि ल्याउने छु है अरू पनि। र आजको लागि चाहिँ यति, बाई बाई, थ्याङ्क्स फर वाचिङ।